हेलो हेलो गाइस, दर्शन नमस्ते। हजुरहरू सबै आरामै हुनुहुन्छ होला, हामी पनि आरामै छौँ। हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज हामी कहाँ जान थाहा छ? बुढा नीलकण्ठ दर्शन गर्न जाँदैछौँ। हजुरहरूलाई पनि दर्शन गराउने छौँ। हजुरहरू साथै हजुरहरू हामीसँग जोडिएर रहनु होला। हामी चाहिँ भक्तपुर बोडेदेखि जाँदैछौँ। हजुरहरू हाम्रो भिडियो हेर्दै गर्नु होला। के कस्तो हुन्छ सबै देखाउनेछौँ। हामी बोडे चोकदेखि जाँदैछौँ। हजुरहरू देख्न सक्नुहुन्छ। यताबाट सरस्वती खेल जान्छ भने यताबाट मूलपानी। अब हामी मूलपानीतिर जान्छौँ। हजुरहरू हेर्दै गर्नु होला। मेरो भिडियो चाहिँ कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। हजुरहरू देख्न सक्नुहुन्छ अहिले भक्तपुर र काठमाडौँ छुट्याउने मनोहरा खोला यो पुल रहेको छ भने यता खोला छ। खोला त सुकिरहेको छ, खोला छैन। बर्खामा चाहिँ धेरै आउँछ, बाढी आउँछ, अहिले छैन त्यो खोला। अब हामी मनोहरा पुलदेखि थोरै अगाडि गएपछि हामी मूलपानी पुग्छौँ। मूलपानीको चोकमा पुग्यौँ। हजुरहरू यताबाट मूलपानीको चौरमा जान सक्नुहुन्छ भने हामी सिधा जान्छौँ। मूलपानी क्रिकेट ग्राउन्ड हुँदै हामी अगाडि बढ्दैछौँ। हजुरहरू हेर्न सक्नुहुन्छ। मूलपानी बाबा चोक हो यो। अब हामी सिधै यो बाटो जान्छौँ। यो बाटो कति जान्छ भन्ने कुरा चाहिँ थाहा छैन है मलाई। अब हामी यतै सिधा हुँदै सिधै जान्छौँ। यता चाहिँ अलि अगाडि हजुरहरू देख्न सक्नुहुन्छ मूलपानीको क्रिकेट ग्राउन्ड। अब हामी मूलपानीको क्रिकेट ग्राउन्डको नजिक आइपुगेका छौँ। हजुरहरू देख्न सक्नुहुन्छ क्रिकेट ग्राउन्ड। यो त देखेन होला, सबै छेकेको छ क्रिकेट ग्राउन्ड। यहाँ उता पनि अर्कोतिर अर्को पनि छ। यो पनि हो मूलपानी क्रिकेट ग्राउन्ड। हजुर देख्न सक्नुहुन्छ अगाडि क्रिकेट ग्राउन्ड रहेको छ। यो अस्ति नै हामी आएको थियौँ, यहाँ खेलिदिन आइसकेको होइन। यहाँ क्रिकेट ग्राउन्ड हजुर देख्न सक्नुहुन्छ। यहाँ क्रिकेट हेरेर बस्ने ठाउँ यो। अब हामी अगाडि बढ्दैछौँ। हजुरहरू देख्न सक्नुहुन्छ मेरो दायाँबाट चाकुतिर जान सक्नुहुन्छ भने हामी चाहिँ यता बायाँबाट हामी चाहिँ जोरपाटी बौद्ध हुँदै हामी चाबेलतिर जाँदैछौँ। चाबेलतिरबाट हामी बुढा नीलकण्ठतिर जान्छौँ। हामी जोरपाटी पुगेका छौँ। हामी चाहिँ जोरपाटीबाट यहाँ बौद्ध पुगिसक्यौँ। अहिले हामी बौद्धमा आइपुगेका छौँ। हजुर देख्नुहुन्छ बौद्धमा चाहिँ जाम भएछ है, जाम छ। यहाँ खुलिहाल्यो, धेरै जाम रहेनछ, अलिअलि मात्र रहेछ। यहाँ बौद्धको गेट देख्न सक्नुहुन्छ। यहाँ बौद्धको भित्र अब यसको भिडियो पनि हजुरहरूलाई हामी पछि लिएर आउनेछौँ। बौद्ध भित्र गएर हामी पछि भिडियो ल्याउनेछौँ। यहाँ बौद्धको गेट रहेको छ, यहाँ भित्र गएर पछि हामी यसको भिडियो पनि पछि आउनेछ। हजुरहरू हेर्नु होला। हजुरहरूलाई देखाउनेछ हामी। हजुर तारागाउँ नेक्स्ट पार्किङहरू त्यो हो। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ हाइट होटल। भाटभटेनी सुपर मार्केट बौद्धको भाटभटेनी देख्न सक्नुहुन्छ हजुरहरूले। अब हामी चाबेल चोकको नजिक आइपुग्न थाल्यौँ।
यहाँ जाम रहेछ, यस्तो जाम छ नेपालको जाम, त्यसले जाम भनेर जाम छ। अब हामी काबेल चोक आइपुग्यौँ। अब हामी चाहिँ नारायणगञ्ज तर्फतिर जान्छौँ, यतातिर हामी जान्छौँ। नारायणगञ्ज हुँदै हामी बिरानीलकण्ठ जान्छौँ। हामी यता हो, यताबाट हामी गौशालातिर जान सक्छौँ। त्यो बाटो चाहिँ गौशाला जान्छ। अब हामी नारायणगञ्जतिर लाग्यौँ। भनेर हामी नारायणगञ्जतर्फ लाग्यौँ। निल्नु आइसक्यो छोरो र म सानो छोरो त सुतिसकेको छ। हामी नारायणगञ्जको चोकको नजिकै छौँ। नारायणगञ्ज चोक, नारायण गोपाल चोकमा पुग्छौँ। यहाँबाट कतारको भित्र लाउन सक्नुहुन्छ। बात गर्दै देख्न सक्नुहुन्छ नारायणगञ्जको नारायण गोपाल चोक आइपुग्यौँ। हजुरहरू देख्न सक्नुहुन्छ, यसलाई नारायण गोपाल चोक भनिन्छ। अब हामी एकछिन रोक्यौँ। अहिले हामी नारायण गोपाल चोकमा जाममा परेछौँ। अघि पनि जाममा परेको थियौँ, एकछिन खुलेको जस्तो गरेर त फेरि जाम भयो। जाम खुल्यो नारायण गोपाल चोकबाट। अब हामी अगाडि बढ्छौँ। यताबाट हजुर बालुवाटार जान सक्नुहुन्छ भने यता सिधा नयाँ बस पार्कतिर जान सक्नुहुन्छ। हामी चाहिँ यता दायाँबाट हामी गङ्गालाल हस्पिटल हुँदै अगाडि बढ्छौँ। अब हामी बाँसबारी हुँदै गङ्गालालतर्फ जानेछौँ। हजुरहरू हेर्दै गर्नुहोला हाम्रो भिडियो। बिचरा पनि त्यसरी बसिरहेका छौँ। यहाँ आजकल चिसो भइरहेको के हो, टोपी लगाइसक्यो, चिसो छ। अहिले एकछिनमै खोकी लाग्छ होला। देख्नुहुन्छ प्राचीन सुनदेवी तथा भैरव मन्दिर यतातिर जाने रहेछ। गङ्गालाल हामी पसिसके। गङ्गालालबाट अगाडि बढ्दै हामीलाई पनि एक्ज्याक्ट लोकेसन थाहा छैन कताबाट जाने। पहिलोचोटि आएको भएर अब हामी लोकेसन सोध्दै अगाडि बढ्दै जान्छौँ। अहिले हामी गणेश चोक पुग्यौँ।
हामी बुढानी मन्दिर आइपुग्यौँ। हजुरहरूले हेर्दै गर्नु होला। अब हामी भित्र गएर देखाउँछौँ हजुरहरूलाई के कस्तो लाग्छ, भिडियो हेर्नु होला। अब हामी अगाडि जान्छौँ, हजुरहरूलाई देखाउँछु म, भिडियो हेर्दै गर्नु होला। पूजाको सामानहरू, पूजाको पसलहरू सामानहरू यहाँ पाइन्छ, पसलहरू टन्ने छ। अब हामी यहाँबाट अगाडि बढ्छौँ। पूजाको मिठाई पसल छ, यहाँ पूजाको सामान कपडीहरू पाइरहेछ। यहाँले अब यहाँदेखि हामी सिधी माथि चढेर जान्छौँ मन्दिरभित्र। यहाँ अब यहाँबाट हामी माथितिर जान्छौँ। सानो यता हेर्छु। परेवाहरूले चारो दिइरहनु भएको छ, बाँदरले लगाइरहेको छ मान्छे। यहाँ परेवा छ, यहाँ मूल गेट त्यहाँ रहेछ। हामी त्यताबाट आयो। मादर पनि बसेको रहेछ। यहाँ फेरि आन्तरिक शान्तरिकता पाइपरेको भन्छ सबैजना भक्तहरूले बनाउनु भएको छ। यहाँ हाम्रो प्रथम बुढानी मुद्रा चित्रकला कार्यालय प्रदर्शन भइरहेको रहेछ। फागुन 3 गतिले 7 गतिसम्म रहेछ। हजुरहरूलाई मजा आउँछ, हेर्नु होला।
왔지. 이거 밖에서 지나가는 봐. 시간에 다 개구리에 봐 말이야. यहाँ हजुरहरू देख्न सक्नुहुन्छ भक्तजनहरू भित्र जाँदै हुनुहुन्छ आन्तरिक तथा बाह्य पर्यटकहरू सबै हुनुहुन्छ 너무 해봐. nó còn nhiều điều gì nữa đi đúng không? Cái này ल यतैबाट खिच्नु हुन्छ आउँछ देखेछ बुढा नीलकण्ठ घुमेर भइसक्यो अब हामी चाहिँ जामचेन विजय स्तूपतिर जान्छौँ हजुरहरूलाई हाम्रो भिडियो के कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला विजय स्तूपको भिडियो चाहिँ नेक्स्ट पार्टमा आउनेछ बाई बाई